तपाईहरु जापानमा हुनुहुन्छ भने चाहिँ याकुएनको सामान किन्नको लागि दाइसो छोडेर सेरियातिर कुदिहाल्नुस्। यो हेर्नु न मैले आज यो ल्याएको मैले के सामान ल्याएको छु देखाउँछु ल। दाइसोमा नपाएको सामानहरु कति खोज्दा नि नपाएको सामानहरु यो सेरियाबाट ल्याएको। यी कपाल यतापट्टि चाहिँ यो कोरिसके हैन। यहाँ भित्र केही छैन यो ब्रश मात्रै रहेछ। अब यतापट्टि कोर्दा कस्तो मजाले हुँदो रहेछ। मेरो खाली यस्तो निस्किन्छ नि त कपाल झरेर बच्चा भएपछि सुत्केरी कपाल होला यस्तो सबै निस्केर हेर्नु न कस्तो मजाले। यो त काइँले गर्दा त किन हुन्थ्यो नि। काइँले त 10 चोटि गर्दा पनि हुँदैन, जति तेल लाए पनि हुँदैन। अब तेल च्याप्प लाएर हिँड्ने कुरा पनि भएन यहाँ हैन। यतापट्टि यस्तो छ अघि नै कोरेको भर्खर। यतापट्टि हेर्नु त आनन्द भएन त। कति आनन्द लु हेर्नु च्याप्याक्क तेल लाए जस्तो पनि छैन। यो हेर्नु है कस्तो दामी लाग्यो नि मलाई चाहिँ। यो कपाल एकदम झ्याउ गर्थ्यो क्या मलाई। अनि अरू पनि देखाउँछु ल म तपाईहरुलाई। अनि सबभन्दा मेरो छोरीले खोजेको पोसेट त यो चेन्ज जानको लागि। अनि अब यस्तो दामी। अनि अब यही वर्ष खोजेको नि त उसले चाहिँ अस्ति भर्खरतिर। अनि अब यो चाहिँ क्लास सकिने बेला भइसक्यो। 2-3 महिना मात्रै बाँकी छ अब हैन, धेरै पनि छैन। अनि निसिमाचियामा खोज्न गएको त कति महँगो रहेछ। अनि दाइसीतिर चाहिँ हामी प्राय गइरहन्थ्यौँ कि अलिक टाढै पनि थियो र पनि दाइसीतिर जान्थ्यौँ। अनि त्यहाँ खोज्दा त्यहाँ चाहिँ छैन रहेछ। छन त रहेछ तर कस्तो केटाकेटीलाई मनै नपर्ने खालको के। अनि त्यस्तो रहेछ। सेरियामा गएको त हेर्नु न यी थरीको रहेछ। यो युनिकर्नवाला अर्को के वालाहरू हैन सुमिक्कोहरू भएको। अनि कस्तो मन पर्ने कलरलाई यो ल्याइदिएँ। अनि फेरि उसलाई मन परेको थियो स्विमिङ जाँदाखेरि कपाल अलि बिचारे। अनि यस्तो के भन्छ तावहरू मागिरहेको थियो कपाल लाउने। अनि त्यो चाहिँ आफूलाई बनाउने आइडिया पनि छैन, किन्ने ठाउँ पनि देख्दिनँ हैन। टिकटक सपमा मागेको दिँदै नदिने रहेछ क्या। मलाई त दिँदै दिएन 2 चोटि कति। अनि यस्तो यो पनि सेरियामा कस्तो मजाले यो एउटा ल्याएँ। अनि आमा छोरीले भनेर यो खोलेकै पनि छैन हेर्नु न। आमा छोरीले 2टा कलरको लिएर आएँ। आनन्द के। अनि अझै अर्को पनि छ फेरि मलाई एकदम मन परेको चाहिँ हेर्नु न। सुप खानको लागि रामेन खानको लागि खोजेको। दाइसो चाहिँ गइरहन्थ्यौँ त्यहाँ जाँदाखेरि अर्को खालको त्यो गरुङको खालको हुन्छ नि चाहिँ सिसाको भयो त्यो खालको त थियो प्लेट त। तर कति महँगो थियो के 300-500 त्यस्तो रहेछ। अनि म त ल्याउनै लोभ लागेर ल्याएकै थिएन। सेरिया त कस्तो राम्रो सिसाको यति ठुल्ठुलो मजाको के यस्तो रहेछ। अनि यो चाहिँ घरमा आप्पा र आमालाई 2टा ल्याइदिएँ। अनि छोरा र छोरीलाई पनि फेरि 2टा ल्याइदिएँ। आनन्द के यस्तो हेर्नु न। मलाई त आजदेखि सेरिया कति मन पर्यो। अनि प्लेट ल्याएर धोइ पनि छ क्या। अनि यो दिदी भाइलाई भनेर 2टा ल्याइदिएको। भाइ त यत्रोमा खाइसक्ने त भएको छैन छन चाहिँ र पनि अब अलिक पछि त खान्छ नि त अगस्ततिर। अनि त्यति बेलासम्म यो डिजाइन चेन्ज भइसक्छ होला कि भनेर यो ल्याइदिएको। अनि यो चाहिँ दाइसीतिर पनि यस्तो खन्डे थाल त पाउँदैन। तर यस्तो गहिरो चाहिँ हेर्नु न ठिक्कको गहिरो क्या। केटाकेटीलाई हातले पनि प्लाप्लुत भइ नहाल्ने, चम्चाले खाँदाखेरि पनि बाहिर ननिस्किहाल्ने। दाइसोको चाहिँ यो यस्तो अलिक छोटो खालको थियो कि होचो खालको बा। अनि तरकारी पनि मजाले हुने। अनि यो 2टा ल्याइदिएँ। हेर्नु त कति आनन्द। सबभन्दा मलाई छोरीले यो खोजेको चाहिँ नपाइरहेको थियो। अनि अब छोटो समयको लागि निसिमाचीबाट कति 1200-1500 कति पो देखेको थिएँ यसको दाम त। अनि त्यो ल्याउनु पनि आफ्नो पैसा नअकेरामा। अनि छोटो टाइमको लागि भनेर हातै अघि सरेको थिएन। त्यहाँ यो लिनको जानको लागि खुट्टै अघि सरेको थिएन। आज सेरियामा पाएँ कस्तो आनन्द भयो के। अनि अरूहरू पनि के सामानहरू त ल्याएको छु। तर मलाई एकदमै चाहिरहेको र अनि दाइसोमा खोज्दाखेरि पनि नपाएको सामानहरू चाहिँ यिनीहरू। अनि मलाई चित्त बुझेको चाहिँ यो के कपाल हेर्नु न कति काइदा भएन त काइदा। तपाईहरुको पनि यस्तै सानो कपालहरू उम्रेको छ भने चाहिँ ल्याइहाल्नुस्। अनि दाइसो भन्दा पनि मलाई चाहिँ सेरिया एकदमै मन पर्यो है। सेरियाको चाहिँ प्रमोसन गरे जत्तिकै भयो तर त्यस्तो चाहिँ केही पनि होइन। तर जस मलाई सेरिया आज एकदम मन पर्यो। आजलाई यति नै। बाई बाई। भाइले क्यामेरा हल्लाइदियो फेरि नि।